यो हो चिया गार्डन। हेलो 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 सबैजनालाई नमस्ते। म सुरेन तामाङ। अहिले चाहिँ म चिया काउन्टरमा आइसकेको छु। सो यो चिया काउन्टरबाट चाहिँ हामीलाई यस्तो खालको कपमा चिया दिएको छ। यो कप चाहिँ फेरि चिया सँगसँगै खान पनि मिल्दो रहेछ है। म खाँदैछु अहिले। टेस्टी पनि रहेछ। अनि यो चिया गार्डनमा आएर तपाईँले तपाईँको साथीसँग बसेर चिया खानुभएको छैन? यदि छैन भने आउनुहोस् झापाको चन्द्रगढी मेची क्याम्पस अगाडि। अनि यो चिया गार्डन कस्तो छ म तपाईँलाई देखाउँदैछु। यो चाहिँ तपाईँको लागि फ्यामिलीहरूको लागि चाहिँ एकदम राम्रो छ। साथीभाइहरूसँग आउने होइन। अनि चट्टसँगले यहाँ आएर चाहिँ चट्टसँग भिजिट गरिदिनु होला। मलाई चाहिँ एकदमै राम्रो लाग्यो होइन। मसँग चाहिँ अहिले करण भाइ आज यहाँ चिया चिया खाने हो, आनन्दले गफ गर्ने हो साथीभाइसँग होइन, यो जाडोको बेला। अनि यहाँको के छ मेन कुराहरू भन्ने कुरा म तपाईँलाई देखाउँदैछु है। सिँगै माछा पोलेको पनि पाइने अरू कुरोहरू पनि पाइन्छ। चियाहरू प्लस खाजाहरू सबै कुरो पाइन्छ। यो चिया गार्डनमा चाहिँ हामी सबैजना एकचोटि आएर भिजिट गरिदिउँ होला। मसँग चाहिँ अनिल सर पनि हुनुहुन्छ है। अनिल सर एकदम वन्डरफुल चिया गार्डनको चाहिँ पुरा दामी। तर आज चाहिँ हामी यहाँ बन्द क्लोज टाइममा आएछौँ। ठिक छ, यहाँ ओनर साथीहरूसँग भेटघाट भयो, उहाँहरूलाई व्यावसायिक सफलताको शुभकामना दिएको छौँ। धन्यवाद। यो चिया गार्डनको बारेमा थोरै भन्नु त। मेरो चाहिँ नाम मुस्तफा शेख। यस चिया गार्डनको चाहिँ हामी 4 जना छौँ साथीहरू। 4 जना मिलेर अब नेपालमै गरौँ न सर भनेर गरेको। अब यहाँहरूको चाहिँ सहयोग रहोस् भन्ने मेरो अपेक्षा छ। लु धेरै धेरै धन्यवाद होइन। एकदम खुसी लागिसकेको होइन। हामी जहिले यहाँ छौँ, तपाईँहरूसँग छौँ र तपाईँहरू सबैजनालाई म एकचोटि भिजिट गरिदिनु पनि अनुरोध गर्दछु। यदि तपाईँ झापामा हुनुहुन्छ भने चिया गार्डनमा आएर चिया नखाइकन नजानु होला। थ्याङ्क यू सो मच।